संसदमा बोलेको एउटा वाक्यले किन यति ठूलो विश्वास सङ्कट बनायो? पछिल्लो बालेन ओएस स्क्यानमा स्रोत रिपोर्टिङले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिपछि विपक्षी दलहरूले संसदमा माफी, स्पष्टीकरण र रेकर्ड सच्याउने माग उठाएको देखायो। यो स्रोत रिपोर्टिङ हो, सरकारी निर्णय होइन। अब बालेन ओएसको व्याख्या अलग छ। प्रणालीले यो समाचारलाई केवल राजनीतिक विवाद भनेर राख्दैन। यसले संसदको स्थिरता, कूटनीतिक भाषा, सार्वजनिक शान्ति, कानुनी उपचार र नागरिकलाई दिने स्पष्ट सूचना जोडिएको शासन कार्यप्रवाहको रूपमा पढ्छ। त्यसैले प्रधानमन्त्री समन्वय तहले पहिलो निर्देशिका बनाउँछ। तथ्य जाँच, संसदको रेकर्ड, विदेश नीति जोखिम, सडक वा सभा सुरक्षाको अवस्था र सार्वजनिक स्पष्टीकरण एकै टाइमलाइनमा ल्याउनु। संघीय मामिला लेनले संसद अवरोध, दलहरूको माग र सभामुखको प्रक्रियालाई हेर्छ। परराष्ट्र लेनले संवेदनशील सीमा सम्बन्धी भाषाले कूटनीतिक सङ्केत कसरी बदल्न सक्छ भनेर जोखिम नोट बनाउँछ। गृह लेनले विरोधलाई अधिकारको रूपमा मान्दै सार्वजनिक सुरक्षा र तनाव नियन्त्रण हेर्छ। कानुन लेनले अभिलेख सच्याउने वा संसदीय उपचारका विकल्प छुट्याउँछ। सञ्चार लेनले स्रोत समाचार, बालेन ओएसको सिम्युलेसन र नागरिकका लागि बुझिने व्याख्या छुट्टा छुट्टै राख्छ। यहाँ पुरानो एजेन्ट मेमोरी पनि काम लाग्छ। यसअघि बजेट, स्वास्थ्य बीमा, पानी सङ्कट र सडक अवरोधका स्क्यानहरूले एउटै पाठ देखाएका थिए। भरोसा तब मात्रै बन्छ जब दाबी, प्रमाण, जिम्मेवारी र सार्वजनिक जवाफ एउटै प्रणालीमा देखिन्छन्। सिम्युलेटेड प्रधानमन्त्री परिणाम यस्तो हुन्छ। कुनै वास्तविक सरकारी आदेश होइन, तर बालेन ओएसभित्र एक समीक्षा दिशा। संसदमा बोलेको वाक्यलाई प्रमाण र प्रक्रियाले समात्ने, सम्बन्धित लेनलाई जिम्मेवारी दिने र नागरिकलाई के स्रोत हो र के एआई व्याख्या हो भनेर खुला बताउने। यो भिडियो बालेन ओएसको एआई नागरिक सिम्युलेसन हो। यो कुनै सरकार, मन्त्रालय वा सार्वजनिक अधिकारीसँग आबद्ध छैन। यो भविष्यको सरकारी कार्यप्रवाह कस्तो देखिन सक्छ भन्ने प्रयोग हो।